आज 2081 साल चैत 27 गते बुधबार चैत शुक्ल पक्षको द्वादशी तिथि तदनुसार सन् 2025 अप्रिल 9 तारिक ज्योतिषमणि श्रीनाथ लुइटेलले तयार पार्नुभएको आजको फ्लादेश सुरुमा मेष राशिको आजको दिन राम्रो छ। आज बनाएका योजना दीर्घकालसम्म रहनेछन्। व्यापारमा लाभ हुनेछ भने वैदेशिक रमझमले मन आकर्षित गर्नेछ। अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नुपर्ने दिन रहेको छ। परिवारमा मेलमिलाप हुनेछ। वृष राशिको आजको दिन सामान्य छ। तपाईको बोलीले आफन्त टाढा पुग्ने जोखिम रहेको छ। स्वास्थ्यको क्षेत्रमा प्रगति हुनेछ। स्वदेशमै रोजगारीको अवसर मिलेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। मिथुन राशिको आजको दिन सामान्य छ। तपाईको बोलीले साथी टाढा पुग्नेछन्। सञ्चित धन खर्च हुनेछ भने व्यापारमा सहकार्य गरेर अगाडि बढ्नुपर्ने समय रहेको छ। स्वास्थ्यले साथ दिनेछ। दाम्पत्य जीवनमा भने घटपटी बढ्नेछ। कर्कट राशिको आजको दिन धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ। शिक्षामा जोश र जाँगर बढ्नेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ। प्रेम सम्बन्ध भने सुमधुर बन्ने योग रहेको छ। सिंह राशिको आजको दिन राम्रो छ। साथीको साथले काम बन्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। भाग्यको स्थानमा बृहस्पति पुगेकाले हरेक काममा सफलता प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग रहेको छ। कन्या राशिको आजको दिन ठूलो समस्याको सामना गर्नुपर्ने दिन रहेको छ। कामको बोझले मन अशान्त बन्नेछ। मिल्ने साथी भन्दा पुराना विपक्षीबाट महत्त्वपूर्ण काममा साथ मिल्नेछ। परिवारको साथमा रमाइलो गर्ने सम्भावना छ। तुला राशिको आजको दिन आम्दानीका दृष्टिले दिन राम्रो छ। धार्मिक कार्यमा सहभागी भएमा मन शान्त बन्नेछ। शिक्षामा गरेको लगानीबाट उत्साह थपिनेछ। विपक्षी साथीले साथ दिनेछन्। राजनीतिकमा महत्त्वपूर्ण अवसर प्राप्त हुनेछ। वृश्चिक राशिको आजको दिन सामान्य राम्रो छ। जोखिम कामको सुरुवात नगर्नु राम्रो हुनेछ। बलले भन्दा बुद्धिले गरेको काम सार्थक बन्नेछ। परिवारभित्र टकराव बन्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दिन सफल बन्नेछ। धनु राशिको आजको दिन सोचेका काम सहज बन्नेछ। स्वास्थ्यमा गरेको प्रयास सफल बन्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा खुट्टा तान्ने साथीको बहुमत भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ। मकर राशिको आजको दिन आफन्तसँग जोगिएर काम गर्नुपर्नेछ। स्वास्थ्यको भन्दा पनि इज्जतको ख्याल गर्नुपर्नेछ। परिवारमा ठूलो विश्वास गर्नाले धोका हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा फाइदा हुनेछ। कुम्भ राशिको आजको दिन मनमा शान्ति मिल्नेछ। लगानीका क्षेत्र सबल छन्। धार्मिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ। काम गर्नु अगाडि परिवारसँग सल्लाह गर्नु उचित हुनेछ। मीन राशिको आजको दिन बौद्धिक व्यक्तिसँगको परामर्शले मन शान्त हुनेछ। सञ्चित धन खर्च हुने जोखिम रहेको छ। आफन्तसँग सहकार्य नगर्नु उचित हुनेछ। परिवारको सल्लाह लिएर अगाडि बढ्नु उचित हुनेछ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ। आजको राशिफलले जे जस्तो भने पनि तपाईको आजको दिन शुभ रहोस्। रेडियो क्यान्डिड 92.7 मेगाहर्ज, your voice, your power.